So hi guys, welcome to my vlog. My money अरे भनेर समस्या पर्यो अरे उता. So hi guys, welcome to our vlog. सोफी दी र मेरो vlogमा तपाई सम्पूर्णलाई स्वागत छ. र आज चाहिँ हामी श्री मुक्ति धाम आएका छौं. हामी मन्दिर कस्तो जाँदैछौँ सोफी दिदी नबोल्ने अरे आज आफ्नै भ्लगमा आफै नबोल्ने अरे तपाईँ यो चाहिँ मन्दिरको हाम्रो गेटवेमा हामी छिर्छौँ. अब यसपछि चाहिँ हामी इन्ट्री गर्छौँ र देखाउँछौँ भित्रतर्फ होइन. भित्रतर्फ एकदमै राम्रो छ. तपाईँ पनि आउनै पर्छ हेर्नलाई. एकचोटि आउनुपर्छ फेरि चाहिँ आउनु हुँदैन. चप्पल म चाहिँ अघि चप्पल खोलेर रेडी थिएँ. दानपेटीमा अब कति दान लिनुहुन्छ त्यो डिपेन्ड चप्पलहरू. हामी चाहिँ भित्र गेटवेमा इन्टर गर्दैछौँ. देख्नु सक्नुहुन्छ यहाँ चाहिँ हामीले दुईवटा सुनको मूर्तिहरू राखेको छ. सो उता देखाउनु त क्यामेरामा फोकस गर्नु. यो चाहिँ हाम्रो एउटा हल जस्तो छ. हलमा चाहिँ बसेर प्राय शनिबार जति सायद शनिबार होला कीर्तन हुन्छ. मलाई चाहिँ कीर्तन हेर्न एकदम मन छ. तर कीर्तन हेर्नु मन छ भने चाहिँ बिहानतिर आउनु होला है. कहाँ गयो म यता छ बिहानतिर आउनु. सो हामी माथि पनि जान्छौँ. माथि पनि तपाईँलाई देखाउँछौँ के कस्तो छ भनेर. आउनुहोस् हामी मसँगै बसेपछि मेरो भ्लगमा. सरी मेरो होइन हाम्रो. सो माथि जानलाई चाहिँ टिकट काट्ने छ. माथि चाहिँ म्युजियम छ भनेर भन्नुभएको छ. अब त्यो म्युजियम चाहिँ के कस्तो छ तपाईँ आफैले पत्ता लगाउनुहोस्. आफैले यो भ्लगमा थाहा पाउनुहोस्. धेरै चाहिँ हामी भन्दैनौँ के कस्तो छ. त्यो गुप्त कुरा चाहिँ हामी देखाउँदैनौँ किनकि भ्लग इज अल एबाउट टिकट काटेर जानुपर्ने थियो भनेपछि त अफकोर्स तपाईँहरूले केही न केही टिकट काटेर हेर्नै पर्ने कुरा हुन्छ. यहाँ पनि हाम्रो दोस्रो गेट इन्टर गर्न प्रणाम भनेर हामीले स्वागत गरिराख्नु भएको छ. तपाईँ देख्न सक्नुहुन्छ त्यहाँ. हाम्रो चाहिँ टिकट अघि भइसकेको छ. हाम्रो यहाँ टिकट काट्नलाई चाहिँ अङ्कल हुन्छ. अङ्कल तपाईँको नाम भन्दैन न? सोमनाथ अधिकारी. सोमनाथ अधिकारी कति वर्षदेखि यहाँ बस्नु भएको छ? 3-4 वर्षदेखि उहाँ बसिराख्नु भएको छ. अनि कस्तो लाग्दैछ त यो धाममा बसेर? के कस्तो अनुभव? सो यहाँ चाहिँ विभिन्न चित्रकलाहरू चित्र कोरिएको छ. तपाईँ देख्न सक्नुहुन्छ. यस चित्रमा चाहिँ तपाईँ धेरै कुराहरू भेटाउनुहुन्छ. भगवान् श्रीकृष्णको लीलाहरू मुक्तिधाममा साँच्चै नै आएपछि एउटा राम्रो अनुभव हुन्छ. तपाईँ देख्न सक्नुहुन्छ. म छिटो छिटो जाँदैछु. यहाँ पनि लीला छ. वाउ, एकदमै आर्टिस्टिक रूपमा एकदमै राम्रो छ. आर्ट एकदमै कृष्ण लीलाको आर्ट राम्रो छ. यहाँ छ तपाईँ देख्न सक्नुहुन्छ. कृष्ण भगवान्ले तपाईँको कार्टुनहरूमा सायद सानोमा तपाईँले देख्नुभएको होला त्यो कार्टुनको दृश्यहरू. यससँगै हाम्रो यहाँ हाम्रा हरिणहरूसँग लडाइँ युद्ध गरेको पनि तपाईँ देख्न सक्नुहुन्छ. त्योसँगै कृष्ण भगवान्ले आफ्नो नृत्यकला आफ्नो साँपमाथि नृत्यकला गरेको पनि तपाईँ देख्न सक्नुहुन्छ. विभिन्न रोमाञ्चक दृश्यहरू यस ठाउँमा छ. साथसाथै तपाईँ देख्न सक्नुहुन्छ कृष्ण लीलाहरू. सँगै हामी फेरि अङ्कलतर्फ फर्किँदैछौँ. अङ्कललाई हामी धामको बारेमा फेरि पूर्ण सोध्नेछौँ. अङ्कल धामको बारेमा केही भन्दैन? अघि सर्टै क्लिप गयो कि मैले के भन्दैन. धामको बारेमा केही भन्दैन थियो अघि. यो प्रणामी मन्दिर हो मुक्तिधाम. यहाँ विभिन्न वृद्धहरू पनि छन्, विद्यार्थी पनि छन् बसेका. पढ्ने विद्यार्थीहरू छन्. वृद्धहरू छन् 30-35 जना. विद्यार्थी छन् 15-16 जना. अब यहाँ हामी काम गर्ने कर्मचारीहरू छौँ 5-6 जना. सेक्रेटरी गार्डहरू छन् 2 जना. त्यस्तै छ. साँच्चै नै यहाँ आएपछि चाहिँ मुक्तिधाममा बसे जस्तो एकदम अर्कै मुक्ति मिल्छ होइन? हजुर. मुक्तिधाममा आएर कृष्ण प्रणामी मन्दिर हो. फोटाहरू छन्, मूर्तिहरू छन्. माथि सिसमहल छ घुम्नलाई डुल्नलाई हेर्नलाई. कहाँ कहाँबाट आउँछन् यहाँ मान्छे.
ताप्लेजुङ भोजपुर शङ्खुवासभा धनकुटा तेह्रथुमबाट आउँछन् इन्डिया पटना बिहार युपी बनारस सिलगढी काँकरभित्ता सिक्किम दार्जिलिङ कालेबुङ त्यताबाट आसाम त्यताबाट आउँछन् मान्छेहरू घुम्न हेर्न भ्रमण गर्न यहाँ बस्न खाना यहाँ सुविधा छ बस्नलाई छ खानालाई हेर्न घुम्न भनेपछि एउटा यो धाम मात्र नभएर एउटा नहुने सक्नेलाई एउटा आश्रय पनि आश्रय जस्तो पनि हो अब कोही अब खाएर पनि यसो हिँड्छन् कोही अब एक दिन बसेर पनि हिँड्छन् अब अलिअलि आफ्नो इच्छा अनुसारले जति सकेको यसो लिएको दान अब पेटीमा हालो त्यही हो त्यस्तै छ यहाँ भनेपछि दानको कारणले धाम चलेको छ त्यही दानको कारणले अब कोहीले अब दान दिन्छन् कहिले अब कहाँबाट आउँछ त्यस्तै अब कसैले आएर अब लाउरेहरूले पैसा दिन्छन् चामल दिन्छन् ऊ दिन्छन् अब त्यसरी नै कोही चलिराखेको छ अहिलेसम्म त्यसैले धाम चलिरहेछ त्यसैले धामलाई साथ सहयोग सबैले दिनु अङ्कलसँग फेरि म पनि आएँ ल बाई यहाँबाट हामी बिदा लिँदैछौँ हामी अर्कोतिर देख्दैछौँ अब हामी माथिपट्टि एउटा राम्रो कुरा छ भनेर अङ्कलले भन्नुभएको छ त्यो नि हामी देखाउँछौँ अहिले यहाँ चाहिँ दुईवटा गेट छ एउटा गेटबाट दिदी जाँदै हुन्छ भने अर्को गेटबाट म जाँदैछु हामी चाहिँ माथि जाँदैछौँ माथि चाहिँ एकदमै दामी छ शेष महल भनेर लेख्नु भएको छ शेष महल नामी शेष महल कति नै राम्रो होला र आउनै पर्ने ठाउँ रहेछ जस्तो लाग्छ सो आउनु होला हेर्नु होला शेष महलको गेट खोलेर तपाईँलाई भित्र देखाउँदैछौँ वाउ एकदमै हेर्दा पनि कति नै राम्रो देखिन्छ माथि पनि प्रणाम भनेर लेख्नु भएको छ विभिन्न सायद यस ठाउँले चाहिँ विभिन्न क्षेत्रफलहरू विभिन्न सोह्रसय गोपिनीको बारेमा र उनको लीलाहरूको बारेमा देखाएको छ दिदी चाहिँ उता हुनुहुन्छ अवलोकन गर्दैछु कृष्ण राधा कृष्ण सोह्रसय गोपिनीहरूको अनि उहाँ नै थपिन चाहनुहुन्छ र हामी बाहिर देखाउँछौँ बाहिर चाहिँ सायद यहाँ कृष्णको रथको बारेमा देखाएको छ जस्तो छ म त बुझेकै थिएन उसले यस्तो मलाई एक्सप्लेन गर्यो भनेको त एकदमै राम्रो छ रथको चक्का सायद चक्र देखाएको छ कृष्णले आफ्नो लीला महाभारतको लीलालाई जनाउनको लागि यो गरेको बाई गाइज यति नै थियो हाम्रो ब्लगमा हामी अब अरू सक्दैनौँ खान्छौँ जान्छौँ खाजा खाने अनि घर जाने त्यो चाहिँ हामी देखाउन मिल्दैन के खान्छौँ भनेर नदेखाउने बाई बाई